दामी छ ल। यतिको मासु चाहिँ भ्लगरहरूले चाहिँ बनाएर खाँदैन है। त्यो जुन पनि यो खोला भ्लग जङ्गल भ्लग छ नि, यतिको टेस्टी मासु चाहिँ अरूले बनाएर खाँदैन। ल च्यालेन्जै भयो मेरो तर्फबाट, च्यालेन्ज ल। त्यही त अरू भ्लगरहरूको त महिनामा कटकटै आउँछ टक्क 15-20-30 हजार। हामी पनि बरु 15-20 हजार आउने भए त यही खोलामा टेन राखेर 12 मास 12 काल बसेर भ्लग हाल्थ्यो केटाहरू। अब यस्तो के भयो एक्कासी पुरै पानी आयो। लडे पनि खाटखुट हात काडाकिडी कुडुक हुन्छ। उहाँले चाहिँ ल एक करा अट्छ कि अर्दैन हेर्छौँ है त हामी। ठ्याक्क करा अट्ने बनाउनु पर्यो। ल गाइस आज चाहिँ के गर्ने भयो है। आज चाहिँ हामी धेरै हेऱ्यौँ यो मान्छेहरू यताउता खोलामा गएको, यता नाइट स्पेन्ड हानेको होइन, उता जङ्गलमा गएको। आज चाहिँ हामी चाहिँ खोलामा गएर लाइट कुकिङ प्लस टाइम स्पेन्ड गरेर कस्तो अनुभव हुँदो रहेछ त्यो अनुभवहरू हामी पनि लिनेछौँ, गर्न गइरहेका छौँ। उनीहरूलाई कस्तो अनुभव हुन्छ त्यो अनुभव हामीले त्यो युट्युबमा हेर्दाखेरि साह्रै रमाइलो लाग्ने के उनीहरू खोलामा जाँदाखेरि उनीहरू खोलामा गएर पकाएर खाएको। आज हामी त्यही ट्राई गर्नेछौँ है त गाइजहरू। लेट्स गो। के गर्ने अब त्यो रहर त लायो, काम पनि अलि मधुरै छ आज है। त्यही रहर त लायो, किन नजाने होला। वेदरले चाहिँ अलिक साथ दिएन। फेरि जानु पर्यो, फेरि मासु किन्न पर्यो, पैसै चाहियो, फेरि तेल सेल सबै प्याक गर्नु पर्यो, कराई लाइटर साइटर सब बोकेर जानु पर्यो। झ्याउ त झ्याउै छ यो काम। फेरि जाँदाखेरि रमाइलो पनि छ है। रमाइलो नि छ। के गर्ने साथीहरू, जाउँ कि नजाउँ? के गर्ने भयो यार। फेरि काम पनि लागिरहेछ, फेरि काम पनि छैन है। के गर्ने होला। जाउँ कि नजाउँ भयो कि। मेरो साथमा चाहिँ मसँग चाहिँ सुजन छ है। यो चाहिँ मेरो भाइ हो है, मेरो आन्टीको छोरा हो है, मेरो अङ्कलको छोरा हो। अब हामी चाहिँ यहाँ सोध्दैछौँ के गर्ने भनेर। आजको प्लान बनाएको छ, आज कसरी दिन स्पेन्ड हान्ने भनेर। के गर्ने होला। कि नजाउँ भयो त गाइज यार। जाने हो ल जाउँ ल गाइज। त्यसो भए अब हामीले फाइनली जाने प्लान बनिसकेको छ। अब जाने हो टक्क। अब के मासु किन्न जाने हो पहिला? ल टक्क मासु किन्न जाउँ। लेग पिस हान्नुपर्छ गएर खोलामा है त। ल लेट्स गो। खानु भयो अङ्कल? हजुर होइन यो के खान लाग्यो? पूजा लाग्ने पूजा छ समीर अङ्कल छ नि। जाउँ समीर अङ्कल पूजा दिनु न। जाउँ। र फाइनली गाइस हामीले चाहिँ भुजा र मासु पनि किनिसक्यौँ होइन खोला जानको लागि। अब हामी चाहिँ त्यो अब पकाउने सामानहरू यताउति सबै उयो गर्नको लागि घरमा गएर कराईहरू लिएर टम्टर खुर्सानीहरू लिएर जान्छ। हाल्नको लागि अब सामानहरू सबै भयो। त्यसको लागि अब के अरे अर्ग्यानिक चिज पनि चाहियो नि त थोरै होइन। धनियाँ अलिअलि। यो चाहिँ फेरि सरको जस्तो यति हाल्दा पनि डरलाग्दैन। यो चाहिँ 1-2 पात हाल्दा पनि राम्रोसँग अर्ग्यानिक भन्दा एकदम एकदम राम्रो बाँच्ने यसको त। हामी चाहिँ कराई लिएर जाने हो। अब च्याउ चाहिँ खोला भ्लग मात्र भनेर हुँदैन, विभिन्न किसिमको सामान सबै मिलाउनु पर्यो है। च्याउ छ नि। र गाइडनले यसरी बुढीलाई पकाएर खायो भने गाइडनको बुढी चाहिँ खुसी हुन्छ है। फेरि गाइडन एकदम च्याम्पियन छ नि गाइडन फेरि मासु पकाउन। त्यो जति पनि खोला भ्लगमा तपाईँहरूले मासुहरू पकाएको देख्नुहुन्छ नि, त्योभन्दा मिठो मासु चाहिँ यसले बनाउँछ है आजको भ्लगमा। फाइनली गाइज होइन खोलामा जाने प्लान पनि यतिकै बन्यो होइन। हामीले अनि यताउति गरेर पसल गएर मासुहरू यताउति सबै किनेर आइसकेको छौँ होइन। अब यो सामानहरू चाहिँ सबै दाइले गरी प्याक गर्नुहुन्छ। सिसा सबै सामानहरू मासु
भुजा, त्यसपछि टक्क मासु मिठो बनाउन मिट मसला, BMC को त्यसपछि अदुवा, त्यसपछि खुर्सानी, लसुन, तेल, केलाई के भन्छ अरे नामै बिर्सेँ। धनिया, चाकु ओहो आज काटिदिनुहुन्छ यसरी त्यसपछि 2टा गिलास, त्यसपछि 2टा प्लेट, त्यसपछि 4वटा गुलमेडा, त्यसपछि मसलाको पुच्का, त्यसपछि हामीसँग छ के रे यो प्याज, त्यसपछि 2टा चम्चा, त्यसपछि हामीसँग छ लाइटर। ल बन्द गरेर जाँदैछौँ है। फाइनल्ली हामी जानी भयो एक्सपिरियन्स गर्न। धेरै भिडियो हेऱ्यो लास्टै रहर लाग्यो कि अब ढोका सोका बन्द गरेर हामी चाहिँ लागिन्छ। हाम्रो सबै सामानहरू प्याक भएर हामीले झोलामा हालिसकेका छौँ। अब हामी चाहिँ केही समयपछि अब हामी खोलामा पुग्छौँ होइन। अनि त्यहाँ गएर तपाईँहरूलाई सबै कुरा हामी देखाउँछौँ होइन। त्यहाँ गएर पकाएको खाएको होइन, हामी त्यहाँ टाइम स्पेन्ड गरेको सबै कुराहरू देखाउँछौँ। हामी भिडियोलाई स्किप नगरिकन हेर्नु होइन। राम्रो लेट्स गो। फाइनली गाइज हामी हिँडेर आउँदा हामी डाँडामा आइसक्यौँ। सुजन चाहिँ पछाडि फेरि आफ्नो छुट्टै भ्लग बनाउँदैछ है। खोला चाहिँ यहाँ तल छ, हामी यहाँ तल जानुपर्ने हुन्छ। त्यहाँबाट भिरबाट ओर्लेर फेरि भिरमा अलिकति डेन्जर छ, त्यहाँ चाहिँ अलिकति जोखिमपूर्ण छ है। त्यहाँपछि अलिक सावधान भएर हिँड्नुपर्छ। खोला यहीँ तल हो, यहाँ तलबाट अलिक उता जानुपर्छ। सो तपाईँहरूले देख्नु भइसक्यो, अलिकति भ्यू देखाउँछु। हामी चाहिँ अहिले यहाँ डाँडामा छौँ है। लगाइ जब त क्यामेरा समाज तल हो है, एकदमै रिस्की हुन्छ है। यहाँबाट फेरि लड्यो भने खाटखुट हात काडा किडिक कुडुक हुन्छ। यहाँबाट है जाने तारा आरामले जानुपर्छ मिलाएर। बाटो डेन्जर छ गाइजहरू, बाटो डेन्जर छ। लड्यो भने जान्छ ज्यान फेरि यस्तोमा त है। रिस्की छ त, रिस्की छ है। गाइज फाइनली हामी चाहिँ अब खोलाको नजिक आइपुग्न लागेको छौँ होइन। मेरो दाइ र म होइन। अब हामी चाहिँ अब केही समयमा हाम्रो अब कुकिङ पनि सुरु हुन्छ होइन। जस्ट हामी चाहिँ अहिले माथिबाट त्यो माथि अघि जुन हजुरहरूले देख्नुभयो नि त्यो बाटोबाट आएको होइन। त्यो बाटो एकदम डेन्जर छ होइन, डाँडाको भिरालो बाटो अब हामी यहाँबाट सिधै खोलामा गएर होइन तपाईँहरूलाई अझै पनि देखाउन चाहन्छु। बाटो अप्ठ्यारो। फाइनली गाइज खोला आइसक्यो। ये बिस्तारै आइज है, डेन्जर छ बाटो। बाटो चाहिँ अप्ठ्यारो छ है। यस्तो हुन्छ है। गाइज खोलामा त्यही युट्युबमा देखेर रहर लाएर आएको। यहाँ खोलामा आउँदा केही छैन, केही पुरै बगर न पानी छ न के छ के ताल भयो यो त। खोइ यो त के खोला ब्लग हो कि यो त बगर ब्लग के भयो। यहाँ खोल्नु पर्यो। ल सुजनले लुगा खोल्दैछ है। सुजनको बडी कस्तो रहेछ हेरिदिनु पर्यो। पापा के हो, सिक्स प्याक पनि छ कि क्या हो? ल छ भने चाहिँ हेरिदिनु त्यसको जीवनमा के रहेछ। भुत्लै छ कि क्या हो? अब हेर नि त रहेछ है, क्वालिटी त रहेछ। ल केटाको स्प्याक अहिले अब लुगा खोल्नु पर्यो यार, गर्मी भयो गर्मी भयो। लुगा सुकाएर राखौँ, टक्क त्यसपछि काठसाट खोजेर व्यवस्था गर्नुपर्छ है। टक्क लाएर मासु पकाएर। तपाईँ पनि सिक्स प्याक छ कि हो? सिक्स प्याक छैन मेरो त, अब बिस्तारै फ्यामिली प्याक आउँछ। फ्यामिली प्याक ल ठिक छ। ल अब हामी चाहिँ चुला बनाउने तर्फ गर्छौँ। उहाँ चाहिँ एकदम जोसिनु भइसकेको छ खोला भ्लगिङ। त्यहाँ तिनवटा चुलो रेडी भइसकेको छ। अब हामी यहाँ कराई अट्छ अट्दैन त्यसको लेभल हेर्नेछौँ, ब्यालेन्स हेर्नेछौँ है त। उहाँले चाहिँ यहाँ कराई अट्छ कि अट्दैन हेर्छौँ है त हामी। ठ्याक्क कराई अघि बढाउनु पर्यो, अनि टक्क राख्ने, अनि नुहाउनु सुहाउने होइन। अनि नुहाएर टक्क फ्रेस भएर अनि त्यसपछि मासु खानुपर्छ। ल अब आगो चाहिँ बारौँ न त। ल जाउँ, के दाउरा खोज्न जाने हो? ल सुजन पनि फाइनल्ली दाउरा लिएर आइसक्यो। यति दाउराले पुग्छ कि पुग्दैन, यति दाउराहरू लिएर आएको छ। यस्तो गरेको छ कि गोलमेडा पनि त्यसको गोलमेडा, त्योपछि खुर्सानी, त्योपछि चाहिँ अझै हामीसँग रातो खुर्सानी त्यो त पर्दैन होला हौ। होइन हामीले के छ र, त्योपछि हामीसँग धनियाँ, अनि त्योपछि लसुनको पात छ है। अब यो पनि पहाल्छ राम्रोसँग। त्योपछि प्याज पनि पहालिदिउँ। प्याज चाहिँ हामी माथि छिल्नेछौँ, अथवा यहीँ छिल्दै हुन्छ यसरी।
खुर्सानी मिर्ची चिल्ली पिरो है त आगो जसो तसो बालेको छ है। अब आगो बलिसक्यो। अब हामी पकाउन इन्तजाम गर्दैछौँ है। कराईले अब आफ्नो ताप राप एकपट्टि पकाउन थालेको एकपट्टि यहाँ कराई डढिसकेको छ कि ल्याङ्गो। र यो चाहिँ खुर्सानी हरियो मिर्च चिल्ली पिरो हाल्दै गुल्मा। गोलमेडा पनि हालिसक्यो। गोलमेडाले चाहिँ अझै दामी फ्लेभर दिने काम गर्छ है मासुमा। टक्क लाएर मिट मसला पकाइ मासु त दामी मिठो भयो जस्तो छ त। त यो अरू भ्लगरहरूलाई च्यालेन्ज गर्छस् तिनीहरूले जति पनि त्यो मासुहरू बनाउँछ नि त्योभन्दा यो मासु मिठो हुन्छ कि हुँदैन होला ल पनि। राम्रो हुन्छ। ओपन च्यालेन्ज भनेको ओपन अब ओपन च्यालेन्ज दियो त भ्लगरहरूलाई सुजनले पनि ल। सुजनले चाहिँ ओपन च्यालेन्ज दिएको छ है त्यो भ्लगर खोला भ्लगर यो जङ्गल भ्लगर जति पनि भ्लगर उनीहरू मासु बनाएर खाए हुन्छ कि त्योभन्दा चाहिँ दामी टेस्टी हुन्छ अरे उसको मासु चाहिँ ल। हामी अब यो माथिबाट थोरै गार्निस पनि गर्छौँ है। सुजनले हल्का गार्निस गर्दैछ धनिया र लसुनको पत्ताले गार्निस गर्दैछ। ओ माई गॉड ल हेर्न सक्नुहुन्छ है। यो चाहिँ अब खानालाई लगभग रेडी हुन लागिसक्यो। ल आजको भान्से चाहिँ सुजनै हो है। जसो तसो खोलामा आइयो। खोला ब्लग हेनतेन जङ्गल ब्लग भन्दा भन्दै रहर लाएर है आज आइयो। फाइनल्ली बनाइए पनि सकियो। ल फाइनल्ली गाइस मासु पनि पाक्न लागिसक्यो। लगभग रेडी नै भइसक्यो। अब टक्क हामी मासु विथ भुजा टक्क लाएर हान्नेछौँ। टक्क रेडी भइसक्यो। सुजन त्यहाँनिर आफ्नै धुनमा बनाउँदैछ है। खोला आइसक्यो नुहाइ पनि भएन तर नुहाउन पनि अल्छी लागिरहेछ है। हामी चाहिँ यस्तै टाइपको हो। हामी चाहिँ टक्क अब है टाउको मात्र नुहाइदिने हो। अब जिउसिउ भनेको त्यस्तै हो बात है त। हेर्दा मात्र सजिलो रहेछ कि है यो भ्लगहरू गर्न निकै नै गाह्रो छ। आज खुद रियल एक्सपिरियन्स गरेर थाहा पायो कतिको गाह्रो र कतिको च्यालेन्जिङ हुने रहेछ भनेर। त्यो अरूले खिचेको भिडियो र अरूले प्रस्तुत गरेको इन्टरटेन हेर्न बसी सिरकमा घुस्रिएर बस्न हेर्न त सजिलो रहेछ तर आफूले गर्न चाहिँ लास्ट नै गाह्रो काम हो रहेछ है त। गाइस नुहाउने कि ननुहाउने यस्तो चिसो छ टाउको मात्रै नुहाउनु पर्ला जस्तो भने एकदम हावा चलिरहेको छ कि धेरै। अब सास पनि परिसक्यो। जिउ नुहाउने भने जिउ पनि नुहाएन टाउको नुहाउने भने पनि नुहाएन। अब टाउको पनि नुहाइदियो गाइस किनकि हामी यस्तै पाराको हो नि त। टाउको अब हामी ननुहाउने। अब खोलामा आयो त्यही पनि नुहाइएन। लास्टै चिसो छ लास्टै जाडो छ। चुचु लास्टै चिसो छ कि मित्रहरू है। यो खानलाई अब हाल्ने हो। ल ठिक छ लेट्स गो। ल यहाँ चाहिँ छ है लास्टै मिठो छ। सायद यो अरू भ्लगरले बनाउने भन्दा यो मासु चाहिँ लास्टै टेस्टी हुन्छ है विथ भुजा। यहाँ भुजा छ। यहाँ दुईवटा थाल दुईवटा ग्लास अनि यहाँ चाहिँ पानी छ है मित्रहरू। ल लेट्स गो सुजन। सुजनले हाल्दै डाइनिङ टेबल है। डाइनिङ टेबल यहाँ छ हाम्रो टक्क है देसी स्टाइल। ल सुजन पहिलो बाइट हानिदिनु पऱ्यो कस्तो रहेछ। ल है म टेस्ट गर्छु है त। ल सुजनले पहिलो टेस्ट हान्दैछ है। जब मिठो है। कस्तो दाइ दामी छ। ल यतिको मासु चाहिँ भ्लगरहरूले चाहिँ बनाएर खाँदैन है। त्यो जुन पनि यो खोला भ्लग जङ्गल भ्लग छ नि यतिको टेस्टी मासु चाहिँ अरूले बनाएर खाँदैन। ल च्यालेन्जै भयो मेरो तर्फबाट च्यालेन्ज। ल दामी छ। ल दामी सुजन। ल घ्याम्पे पुरै स्याम्पेन। ल गाइस यो भ्लग अब धेरै रहर लाग्यो खोला भ्लग बनियो यहाँ बनाउने। चाह कस्तो अनुभव भइरहेको सुजन। मजा आउँदो रहेछ तर कामहरू सकेर खानु लागेपछि मजा आउँदो रहेछ। तपाईँले मलाई दामी मजा आयो। त्यो भिडियोहरू धेरै पहिल्यै रहर लाग्यो। एक्सपिरियन्स गऱ्यो भने मजा लाग्यो नि त। त्यसमा रक्सी खाने मान्छेहरूलाई चाहिँ डर सिधै हुन्छ है तर हामी त्यस्तो रक्सी सब्जी चाहिँ केही पनि खाँदैनौँ। कस्तो रहेछ मासु
हामी त कडा छ गाइजहरू कडा छ मासु ले चाहिँ बनाएर पनि खाइसक्यौँ है खाइसिधाइसक्यौँ यी पुरै चाटी खायौँ आज चाहिँ है मजाले तर दामी मिठो पनि भयो है एक प्रकारको न्यू एक्सपिरियन्स पनि भयो तर लास्टै अल्छी लागिसक्यो अब यो छिटो हामी यो भाँडासाँडा माजेर सामान प्याक गरेर घर जान्छौँ र यो भिडियो सिडियो एडिट गरेर टक्क हाल्नको लागि चाहिँ रेडी बनाउँछु है ल सुजन यहाँ लगभग भाडा मागिसक्यो हामीले अब छिटो प्याक गरेर जान्छौँ यार साथीहरू यार लास्टै अल्छी लागिसक्यो यार आज जसो तसो आयो बनायो खायो जोसमै आज दिन पनि ढल्किसक्यो है सुजन पनि भाँडासाँडा माजेर आइसकेको छ अब आज चाहिँ हामी अब ओहो माई गड लागि खस्यो अब चाहिँ हामी घर लाग्नेछौँ कस्तो लाग्यो त आज झ्याउ हुँदो रहेछ तर भ्लग बनाउन त्यही त एकदम गाह्रो हुँदो रहेछ होइन अब हामी चाहिँ अब यहाँबाट अब के अरे घर जान्छौँ होइन तर दुःख हुन्छ लास्ट चाहिँ होइन अब पैसा आउने भएको त यहीँ टेन हालेर सुनिदिन्थेँ अब त्यही त अरू भ्लगरहरूको त महिनामा कटकटै आउँछ टक्क 15-20-30 हजार हामी पनि बरु 15-20 हजार आउने भए त यही खोलामा टेन राखेर 12 मास 12 काल बसेर भ्लग हालिदियो केटाहरू अब हामी त्यस्तो परेनौँ कहिले काहीँ बनाउने रहरले त्यही पनि सपोर्ट गरिदिनु होला है लाइक कमेन्ट गरिदिनु होला सबैलाई धन्यवाद फाइनली गाइज हामीले सामान प्याक गरिसक्यौँ अब चाहिँ हामी घरतर्फ जान्छौँ हामी निकै थाकी पनि सक्यौँ अल्छी पनि लाग्यो धेरै रमाइलो पनि लाग्यो एक्साइटेड पनि भयो बोरिङ पनि भयो सबै प्रकारको एक्सपिरियन्स भयो है जो पनि यसरी भ्लग गर्नुहुन्छ एकचोटि हजुरहरू ट्राई गर्नु होला जिन्दगीमा निकै नै रमाइलो हुन्छ है एउटा न्यू खालको एक्सपिरियन्स हुन्छ सुजन अरू के भन्नु छ सुजनलाई अब के हो अब सक्नुहुन्छ भने गर्नुपर्छ एउटा यो एक्सपिरियन्स भनेको गऱ्यो भने राम्रो हुन्छ होइन गर्नुपर्छ यस्तो खोलामा आएर अब ल हेर्नु न ल सबै सामानहरू जुगाड गरेर यसरी बनाएर खानलाई मेहनत हुन्छ तर मिठो हुन्छ राम्रो हुन्छ सबैले गर्नु होला भन्छु म पनि होइन तर गाह्रो नि हुन्छ है फेरि प्रतीक्षाको फल मिठो हुन्छ है सामान हामीले सबै प्याक गरिसक्यौँ आजको दिन एकदमै राम्रो भयो जे जतिले पनि हामीलाई इन्सपायर गर्नुभयो सबैलाई धन्यवाद अब हामी चाहिँ वे टु होम घर है त ल हामी तल खोलाबाट डाँडामा उक्लिसक्यौँ र आकाशहरू पनि गाडाङगुडुङ गरेको छ ठिक्क टाइमिङ पनि भयो पानी पनि पर्न लागिरहेको छ है अब हाम्रो घर यहाँबाट केही मिनटमा हामी हाम्रो घर पुग्छौँ आजको भ्लग एकदमै दामी भयो एक्कासी पानी आयो अब हामी चाहिँ रन हान्छौँ है भागौँ यार पानीले भेट्छौँ है पानी आइदिएर राखेँ गुटुटु गाइस पानीले भेट्यो भने त फेरि गाह्रो हुन्छ है भाग भाइ भाग पानी आयो पानी आइसक्यो गाइस पानी आएर ऱ्याक भयो गाइस पानी आएर ऱ्याक भयो भाग्नु पर्यो थाक्यो केही हुँदैन भने गाइस ए गाइसहरू पुरा हावा उड्न ल्यायो यार के हो यस्तो के भयो एक्कासी पुरै पानी आयो